अहिलेको सरकार बालेन सरकार शक्तिशाली सरकार छन्। यसको कारण समग्र मधेस, समग्र तराई मधेस मधेसीहरूले र समग्र जनताहरूले यो बिना कारण कुनै प्रवाह नगरिकन मत जबरजस्त बेपरवाह मत हालेको छ। त्यस कारणले यो बालेन सरकार र रासपा यति शक्तिशाली भएको हो। तर अहिलेसम्म जुन तराई मधेसमा विकासको काममा गति दिनु पर्थ्यो, द्रुत गतिमा अगाडि बढ्नु पर्थ्यो, द्रुत गतिमा यसको रेगुलेसन मोनिटरिङहरू हुनु पर्थ्यो, त्यो हुन सकेको छैनन्। विभिन्न कारण होला। त्यस कारणले अहिले यो सरकारको 3 महिना बितेर 100 दिन बित्दै लागेको छन्, तर अहिलेसम्म जुन प्रभाव देख्नु पर्ने हो त्यो प्रभाव देखिएको छैन र गर्नु पर्यो। अहिले अझै पनि समय छन्। पहिलाको सरकारहरूभन्दा धेरै राम्रो काम गर्दैछ र आगामी दिनमा गर्नेछन् भन्ने विश्वास लिएको छन्। तर यो रासपा पार्टी जुन समग्र मधेसीबाट जुन यो यति शक्तिशाली भएको हो हैन, शक्तिशालीबाट स्थापित भएको हो, जुन अहिले भर्खरै महाधिवेशन सकिएकोमा मधेसीहरू न्यून अवस्थामा छन्। मधेसीहरूको नामो निशान छैन। समग्र मधेसबाट पहाडी मुलुकको घेराबन्दी गरेर मधेसी व्यक्तित्वहरूलाई त्यहाँ चुनाव जित्न सकेको छैन। यो के देखाउँछ भने सांसदमा सिट पुगाउनलाई मात्रै रासपा र बालेन सरकारले तराई ओर्लिएको, मधेस ओर्लिएको मत लिनुको लागि मात्रै हो। तर पार्टीमा शक्तिशाली हुनु पर्यो कि मत मात्रै लिने हो। त्यसै कारणले म भन्न चाहन्छु, यदि यस्तै रवैया रह्यो भने यसको गलत म्यासेज गइसकेको छ रासपाको। भोलिको दिनमा आगामी दिनहरूमा च्यालेन्जिङ छन् मधेसमा। यो अहिलेको यही अवस्था रह्यो भने, किनकि मानक थाहा पाइसकेका छन्, मानक नापिसकेका छन्। यिनीहरूको किलोमिटर देखिसकेका छन्। जो मधेसमा जुन 200 किलोमिटर हिसाबले काम हुनुपर्नेमा 2 मिटर होइन 2 सेन्टिमिटरको देखिरहेको छन्। र आज यसरी मधेसलाई निग्लेक्ट गर्यो भने भोलिको दिनमा काम गर्न, देश बनाउनलाई गाह्रो छ। जब मधेसीलाई तिरस्कार गर्छन्, मधेसीलाई साइड लगाउँछन्, तब जुनसुकै सरकार होस् त्यो कमजोर हुन्छन्। मधेसकै बलमा आज जुनसुकै पार्टी, जुनसुकै सरकार मधेसकै बलबाट, समग्र मधेस, समग्र तराई मधेसकै जनताबाट सरकार बनाउँछन् र मधेसीहरूलाई एउटा कमजोर पारेर नगन्य अवस्थामा एउटा केही उपलब्धि बिनाको मधेसलाई भोट बैंक र उसको भोट बैंकको फ्याक्ट्री जुन बनाएको देखिएको छ, यो भोलिको दिन कठिन चरणमा हुन सक्छन्। त्यो मधेसी त्यतिकै मत दिएको होइनन्। एउटा आशा थियो, विश्वास थियो, जो कि समग्र विकास होस्। जहाँ कम विकास छन् त्यहाँ धेरै विकास हुन्छन्। सबैभन्दा तराईमा, मधेसमा सजिलो विकास गर्नलाई सजिलो छ। तर आजसम्म हरेक हिसाबले सुशासन, अनुशासनदेखि हरेक हिसाबले कमजोर पारिएको छ। त्यसै कारणले म भन्न चाहन्छु, म चेतावनी पनि दिन चाहन्छु, यदि इमान्दार मान्छेहरू मधेसमा पहाडभन्दा कयौं गुणा धेरै छन्, तर त्यसलाई हामीले टिप्न सकेका छैन, त्यसलाई हामीले समुद्र मन्थनबाट निकाल्न सकेका छन्। त्यस्ताहरूलाई जिम्मेवारी नदिकन मधेसको केही व्यक्तिहरू जुन अहिले पनि केही मधेसलाई दरी बिछाउने काममा एउटा सानो
भूमिकामा राख्ने, दरी बिछाउनेको लागि मधेसी होइनन्। मधेस राज्य गर्छन्। मधेस यदि मधेसी व्यक्तिहरूले जिम्मेवारी पायो भने त्यो मान्छे त्यो मधेसको नागरिकले काम गरेर देखाउन सक्छन्। अब अहिले म भन्न चाहन्छु कडै भाषामा, राजसभा पार्टी बाहुन क्षेत्रीको पार्टी भइसकेको छ र जबसम्म जुनसुकै निकायमा, जुनसुकै ठाउँमा यदि बाहुन क्षेत्रीको वर्चस्व हुन्छ भने त्यो पार्टी समाप्त हुन्छन्। त्यो देशको पनि उन्नति प्रगति हुँदैनन्, त्यो विकास हुन गाह्रो छन्। जहाँ बाहुन क्षेत्री त्यहाँ विकास हुन असम्भव छन्, विकृति हुन्छ, त्यहाँ विनाश हुन्छन्। त्यसै कारणले मैले भन्न खोजेको हो, तराई मधेसको प्रतिनिधित्व नगर्ने शून्य अवस्थामा छन्। त्यस कारणले मैले अहिले जुन तरिकाले घेराबन्दी गरेर जुन मधेसीहरूलाई पक्षपात गरेर साइड लगाएको छन्, यस्तो नहुनु परेमा त्यो म आग्रह गर्न चाहन्छु कि यस्तो आइन्दादेखि नहोस्, नत्र यसको यतिमै सीमित रहन जान्छन्। त्यस कारणले विशेष बालेनको नामबाट यो मत आएको हो। यसरी अनदेखल गर्यो भने भोलिको दिनमा पनि जनता सोच्नेछन् र उसले आफ्नो हैसियत पनि जानेका छन् र हैसियत देखाएको पनि हो। त्यस कारण समग्र रूपमा यदि त्यस्ता इमानदार स्वच्छ छविका मान्छे नेतृत्वमा जाँदैनन् तबसम्म देश उन्नति प्रगति विकास हाई टेक्नोलोजी हिसाबमा अगाडि बढ्न सक्दैनन् र कार्यान्वयन पनि सक्दैनन्। होला केही होला, तर त्यो इमानदार र विश्वास भएको मान्छे चाहिन्छन्, नत्र कुनै पनि हालतमा यो कार्यान्वयन हुन सक्दैन। मैले यति भन्न खोजेको कि किन आजसम्म तराई मधेसका आम जनमानसमा उसको हुन सकेन। धन्यवाद।